अस्ट्रेलियामा शान्तिपूर्ण भव्य र सभ्य तरिकाले सङ्घीय निर्वाचनको मतदान भएको छ र मतदान गर्ने समय सकिएपछि अबको केही समयमा यहाँको नयाँ प्रधानमन्त्री को बन्ने भन्ने कुराको निर्णय हुनेछ र मतदानको दिनमा मतदाताहरूले मतदान केन्द्रमा पुग्दाखेरि एकदमै रिल्याक्स देखिएका थिए। विकेन्ड भएका कारणले गर्दाखेरि सर्वसाधारणहरू उत्साहित पनि रहेका थिए। मतदानको दिनमा केही रमाइला र केही रोचक तस्बिरहरू पनि सामाजिक सञ्जालमा भाइरल भए। ती विषयहरूमा पनि आज हामी चर्चा गर्नेछौँ। सबैभन्दा पहिला निर्वाचन प्रक्रियाको विषयमा लामो समयसम्म यिनीहरूले तयारी गरे। प्रविधिको उच्च तरिकाको व्यवस्थापनका कारणले गर्दाखेरि निर्वाचन सम्पन्न भएको केही समयमा नै निर्वाचनको मत परिणाम सार्वजनिक गर्न सक्ने यिनीहरूको तयारी रहेको छ र निर्वाचन आयोगले त्यो किसिमको तयारी गर्दै आइरहेको छ। अर्को कुरा सुरक्षाको कुरा, जहाँ हामी मतदान केन्द्रमा कहीँ कतै पनि वर्दीमा सुरक्षाकर्मी देखिएन। हाम्रो जस्तो मुलुकमा सुरक्षालाई एकदमै उच्च सतर्कता अपनाउने गरिन्छ। जस्तो 3वटा घेरामा निर्वाचनमा गर्ने गरिन्छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना रहने गर्दछ हाम्रो जस्तो मुलुकमा। तर अस्ट्रेलियाको यो सङ्घीय निर्वाचनमा कहीँ कतै पनि वर्दीमा प्रहरी अथवा सुरक्षाकर्मी देखिएन। सँगसँगै अर्को कुरा, बन्द, हडताल, आन्दोलन कहीँ पनि देखिएन। निर्वाचनको दिनमा शान्तिपूर्ण तरिकाले एउटा काम गरी खाने सर्वसाधारणको लागि जस्तो अरू दिन थियो र निर्वाचनको दिन पनि त्यसरी नै बितेका थिए। यो हिसाबले एउटा सामान्य नागरिकका लागि निर्वाचन आउनु र नआउनुमा खासै फरक देखिएको थिएन। अब अलिकति निर्वाचनको दिनमा देखिएका केही रमाइला तस्बिरहरूको विषयमा कुरा गरौँ। सिडनीको बोन्डाई जङ्सन पर्यटकको लागि एउटा आकर्षक पर्यटकीय गन्तव्य हो। समुद्रमा पौडी खेल्न, बालुवामा खेल्न र विकेन्डमा समय व्यतीत गर्नका लागि थुप्रै पर्यटकहरू र स्थानीयहरू पनि त्यहाँ पुग्ने गर्दछन्। र पौडी खेल्न गएका स्विमरहरू सामान्य ड्रेसमै मतदान स्थल पुगेका थिए, मतदान गरेका थिए र त्यो तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ। अर्को कुरा, अधिकांश ठाउँमा मतदाताहरू आफ्नो घरको कुकुर डोर्याएर मतदान केन्द्र र भित्रै समय मतदान गर्ने ठाउँसम्म पुगेका थिए र कुकुरलाई सहज रूपमा त्यहाँका कर्मचारीहरूले, त्यहाँका अधिकारीहरूले प्रवेश पनि दिएका थिए। यो एउटा रोचक प्रसङ्ग हो र अस्ट्रेलियनहरूले कुकुरलाई कतिसम्म माया गर्छन् भन्ने कुरा पनि यसबाट देखिएको छ। र अर्को कुरा, बिहानी पख पुग्ने मतदाताहरूलाई ससेज रोल खाजाको रूपमा दिएको थियो। जस्तो नेपालमा चिया नास्ता दिने परम्परा रहेको छ र यसलाई यहाँ चाहिँ डेमोक्रेसी ससेज भन्दा रहेछन्। र यसरी अस्ट्रेलियामा सङ्घीय निर्वाचन भव्य, सभ्य र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ र अबको केही समयमा अस्ट्रेलियाको प्रधानमन्त्री को बन्ने भन्ने कुरा निर्णय हुनेछ। वर्तमान प्रधानमन्त्री एन्थोनी एल्बनेजी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुनेछन् या विपक्षी दलका नेता पिटर रटन प्रधानमन्त्री हुनेछन्, त्यो केही समयमै थाहा पाउनेछ।